साथीहरु म चाहिँ घरमा आइपुगिसकेँ है 10-15 मिनेटको ड्राइभ मात्रै थियो अनि आज चाहिँ बाबु र नानीको पनि छुट्टी छ के अनि उनीहरु चाहिँ के गरेर बसेको छ म तपाईहरुलाई देखाउँछु ल ओइ मेरो सानो मान्छे त्यहाँबाट हेरेर बसिरहेको छ ल यस्तो छ चिसो चिसो मौसम अनि कस्तो राम्रो देखेको छ हेर्नु न हिउँ पर्दाखेरिको बाहिरको वातावरण अब माथि जान्छु बाबु नानीको रियाक्सन कस्तो हुन्छ म देखाउँछु ल सानै मान्छे मेरो बाबु चाहिँ एकदम दौडेर आइहाल्छ के आमामा अनि त्यसपछि ब्याग खोताल्न थाल्छ मामाले केही ल्याइदिएको छ कि भनेर आज चाहिँ यसो मसँग चक्लेट थियो त्यो चक्लेट दिनुपर्छ कति खुसी हुन्छ अनि आज के बच्चाहरूलाई चाहिँ कामबाट आइसकेपछि केही ल्याउनु भएको छ कि भनेर एकचोटि ल्याउन थालेपछि बानी पर्ने रहेछ अनि जस अहिले मेरो ब्यागहरू पनि खल्काल्छ एकछिन है त आफूलाई पनि काममा गएर आइसकेपछि बच्चाहरूलाई कतिखेर भेटौँ जस्तो हुन्छ नि होइन माहौल चाहिँ यस्तो बनिरहेको रहेछ नाचगान भइरहेछ पापा छोरीको पापाले के गर्नुभयो छाना छोरी साना अब यस्तो छ है साथीहरू घरको माहौल चाहिँ यस्तो रहेछ सानामा आई एम समथिङ हेर त छोरी आमा नि नाच्न पाएपछि त लाउन म आएको पनि केही मतलब छैन ल आज चाहिँ चक्लेट पाएको थिएँ मैले कामबाट यस ल्याइदिएँ अनि के हो त ल मतलबै छैन त नाचे नाचे हो त है ल है साथीहरू यस्तै रहेछ माहौल देखिहाल्नु भयो है भिडियो हेरिदिनु भयो फेरि पनि थ्याङ्क यू सो मच ल त कामबाट निस्केकोदेखि घरसम्म आएको भिडियो हेरिदिनु भयो धेरै धेरै धन्यवाद यहाँहरूको पनि समय एकदमै शुभ सुखदसँग बितोस् त्यही भन्न चाहन्छु बाई 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 भन्नु चाहना सी यू भन सी यू अनि के खाने साना हजुरले त्यो मिठो हुन्छ चक्लेट थ्याङ्क यू मम्मा भनेको खोइ त थ्याङ्क यू भने खोइ त साना